निकाल्नु भयो हुन्छ। हे भगवान, आजको मेरो दिन राम्रो बनाइदिनुहोस्। सरस्वती माता मलाई धेरै पढ्न र ज्ञानी बनाइदिनुहोस्। म सधैँ ज्ञानी र राम्रो मान्छे, ठुलो मान्छे बन्न सक्ने बनाइदिनुहोस्। हजुरको लागि आजको दिनको लागि हजुरलाई प्रणाम छ भन्नुहोस्। ल सबैजनाले सुस्तरी हात रगड्नुहोस्। हात रगड्नुहोस् आफ्नो। सुस्तरी आँखामा राख्नुहोस्। ल अब सुस्तरी आँखा खोल्नुहोस्। सुस्तरी आँखा खोल्नुहोस्। ल